17 गते माघ 2082 भित्ते त्यो चाहिँ सिमीको लागि आमाले गाट्नु भएको थाङ्राहरू यो खर भइहाल्यो। त्यो परको त्यो निलो जस्ता भएको चाहिँ सुधारिएको गोठ अलि धेरै पहिले रसबिन भाइको सहयोगमा त्यो ल्याइएको थियो। यो पुरानो बाँसझाङ अहिले बाँसहरू कम भइराखेको छ। यद्यपि अन्य ठाउँमा फेरि बाँस बढेको छ। झाङ त्यो पारी देख्नु भएको नेचा बतासे भतेरे भन्छ क्यार, हाम्रो मोस्ट नजिकको छिमेकी गाउँ। यो फुपैको खण्ड हो। रायो फुलेछ। पूर्व ऐसेलु खर्क, उत्तर यता पर्छ, माथि चाहिँ पहरै पहरा छ। पश्चिम उता पर्यो, उता पनि विकट ठाउँ छ। र दक्षिण तल पर्यो, तल भनेको मधेस जस्तै उब्जाउशील जग्गा छ। नेचा यता बेतघारी पूर्वतिर, यता पश्चिमतिर बतासे। अहिले चाहिँ नेचा बतासे, बेतघारी बतासे प्लस सल्यानलाई नेचा सल्यान, तीनवटा गाविसलाई एउटै गाउँपालिका भनेर नेचा सल्यान गापा भनेर भनिएको छ। र सायद यही कारण होला, सानो हुँदाखेरि उता पूर्वतिर पूर्व भइहाल्यो, माथि उत्तरतिर पहाडै पहाड, पश्चिमतिर विकट, अनि दक्षिणतिर तराई जस्तो ठाउँ नै भएकोले म सानो हुँदा चाहिँ के भन्थेँ भने नेपाल यही होला भन्थेँ क्या। पूर्वमा त्यही ऐसेलु खर्क, माथि त्यही स्याकिने दुवा डाँडा जहाँ पहाडै पहाड छ। अनि किताबमा त हिमाल छ भन्ने पढेको, अनि कहाँ छ त हिमाल, हिउँ चाहिँ कहाँ छ त, हिउँ त छैन त भन्थेँ म। पश्चिमतिर विकटै छ, कर्णाली लगायतको विकट क्षेत्र। दक्षिणतिर चाहिँ उब्जाउशील जग्गा तराई, नेचा चाहिँ तराई रहेछ। यता माथि चाहिँ हिमाल रहेछ, हिमाल चाहिँ छैन त भनेर म प्रश्न गर्थेँ क्या आफैलाई। बाल सुलभ चेतना